कति कमायो पैसा कति कमायो 500 कमायो नि आज ओहो यो पैसा लगी हेर्छौ त तिमीले त होइन 5 वटा म्यागेसरी खायो भन्दै हो र हैन यति त राखेछु अहिले 5 वटा एक्लै खायो र त यति राखेछु मैले मासु मैले के खाछु 3टा खायो 3टा म्यागेसरी खायो एउटा खायो कसले सिकायो तिमीलाई खाना हो र कस्तो मिठो हुन्छ कस्तो हुन्छ एउटा मान्छेले खा भनेको ए सानो नानी भएर चाहिँ खाने हो तिमीले म्यागेसरी त्यही त म्यागेसरी खाने न त त्यही त सानो बच्चा भएर चाहिँ खाएर हुन्छ र यसरी पैसा माग्ने म्यागेसरी खाने रक्सी खान्छौ कि नै रक्सी खान्छौ नै खान्नु खान्छौ अरे रक्सी नै खान्छौ अरे तिमीले दिनभरि पैसा उठाउने त्यहाँ बेलुकी रक्सी खान्छौ नि सुरु खान्छौ नि खान्छौ अरे म्यागेसरी 5 वटा खायो त यति सानो नानी कति वर्ष भयो अहिले नानी नानी कति वर्ष भयो तिमी अहिले कति वर्ष भयो 7 वर्ष 7-8 वर्ष भयो नि 5 वर्ष अघि 10 वर्ष भन्दै अहिले 5 वर्ष ए तिमी चाहिँ सानो मान्छे स्कुल जाने पर्ने उमेरमा यसरी माग्दै हिँड्ने फेरि म्यागेसरी खाने सिगरेट खाने रक्सी खाने गरेर हुन्छ किन यस्तो गर्ने अब नखानु है म्यागेसरी नखाए है हुन्छ कि नै म्यागेसरी खाने सिगरेट खाने गर्दा फेरि तिमी फेरि बिरामी हुन्छ त बिरामी भएपछि उपचार केले गर्छौ अब अहिले हेर तिमी राम्रो सन्चो छौ अहिले तिमी अब पैसा उठाएर खान्छौ पछि बिरामी भएपछि के गर्छौ बिरामी भएपछि कसले दिन्छ पैसा तिमीलाई त्यही भएर म्यागेसरी खाने सिगरेट खाने नगरे है बुझ्यौ कि नै अब खान्छौ कि नै नखाए है चुरोट खान्छौ कि नै चुरोट खाँदैन चुरोट पनि खाँदैन नि ल नि खान्छौ भने नि दिनभरि पैसा उठाउने बेलुकी फेरि त्यहाँ त पिज्जा खाने बर्गर खाने चुरोट खाने होइन म्यागेसरी खाने गर्छौ भने नि हेर्नु साथीहरू यस्तो यति सानो नानी यो घन्टाघरको यो प्राङ्गणमा दिनकै आउने पैसा उठाउने त्यसपछि लगाएर साँझ पख फेरि सिगरेट म्यागेसरी खाने 5 वटा म्यागेसरी एक्लै खायो भने नि यहाँ देख्ने मान्छे हुनुहुन्छ यहाँ प्रत्यक्षदर्शी खाएको त अब भाइरल जाऊ दिमाग छैन हो र आई लाइक भिडियो अनि तिमीले खाएको होइन त्यहाँनिर खुलेर अनि जति खायो भने त खाएको त हो नि त अब नखाए है सानो मान्छे खानु न क्या बिरामी भइन्छ बुझ्यौ कि नै बरु दुध खाऊ दही खाऊ किनेर सुन्तला खाऊ है तिमीले त 3टा खाएको भन्दै एउटा सानो मान्छे खाने होइन तिमी सानो मान्छे ज्ञानी बन्ने हो त पढ्न जाने बरु है हुन्न तिमी अहिले अब सन्चो भएको छौ त्यो बेलामा अहिले तिमी माग्दै हिँड्छौ पछि बिरामी भएर सुतेपछि होइन के खान्छौ फेरि तिमीले त्यसले म्यागेसरी खाने सिगरेट खाने नगरे है हस् नखानु है नानु है रुने किन रोग रुने खानु गएर अब नि अब नखाए है नखानु है अब है म्यागेसरी खानु हुन्न के भित्र फेरि मुटु फुट्छ फेरि तिम्रो फोक्सोमा फेरि सास जमेर फेरि सास फेर्न सकिन्न पछि सानो मान्छे नखानु है यो पैसा लगाएर के मम्मीले दिन्छौ ए मम्मीले खानुहुन्छ नि रक्सी 500 रुपियाँ गनेको 500 मा तिमीले गनेको 500 छ मसँग छैन अहिले मैले भइदिइहाल्थेँ ए यसो लगाएर जाऊ न पर्सीमा ल है त्यो नाम के भन्दै गऱ्यो अन्तिममा भन त नाम नानु तिम्रो नाम के गर्यो वर्षा खान नेपाली हो ए कहाँबाट आएको तिमी ए घर छ घरको भाडा दिनुपर्छ कि नै आफ्नै घर हो 400 लाग्छ ए
बस्नको लागि ए ल दर्शक पनि यो नानीको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ यो सुर्खेत घण्टाघरमा यिनी चाहिँ आउँदै रहेछन् मैले पहिलोचोटि देखेँ आज देख्न सक्नुहुन्छ सानो नानी यसरी हातमा पैसाको मुठा समाएर माग्दै हिँड्छिन् त्यसपछि लगाएर पैसा लगाएर बेलुकी फेरि आमालाई दिन्छन् गरे धेरै रिसा पनि रहेछन् यिनी तपाईँ के भन्न चाहनुहुन्छ यो नानीको बारेमा मैले पढ्नुपर्छ लेख्नुपर्छ भन्दाखेरि झोला छैन के छैन भन्छन् पैसा फेरि उठाएर फेरि के खान्छन् त्यसैले तपाईँहरूको आफ्नो विचार व्यक्त गर्नु होला भन्न चाहन्छु जोसँग पनि हेर्नु नदिनु न एकदम फरक खालको रहेछन् नि तपाईँहरू के भन्न चाहनुहुन्छ त्यसै पनि कमेन्ट गर्नु होला है त यो घण्टाघरमा नियमित यिनी आउँछन् दिनकै पैसा उठाएर चाहिँ यिनले यसरी पैसा मुठा समाउँछन् तपाईँहरूको आफ्नो विचार व्यक्त गर्नु होला कस्टम मैले देखिनँ यस्ता यस्ता मान्छे चाहिँ भेटिन्छन् दर्शक पनि सुर्खेतको घण्टाघरमा आज अचम्मको मान्छे भेटाएँ मैले यो बहिनीको बारे तपाईँ के भन्न चाहनुहुन्छ यिनी चाहिँ देख्न सक्नुहुन्छ एकदम फरक खालको मान्छे रहेछन् मान्छेसँग पैसा माग्ने त्यसैले सिगरेट खाने म्यागेसरी खाने 3-4 सिगरेट एक्लै बुकाउने गर्दै रहेछन् तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गर्नु होला र यो नानीको बारेमा के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला यिनलाई कतै बाल आश्रममा लाग्दा राम्रो होला कि कसो होला नत्र यिनको भविष्य चाहिँ बिग्रिनु जस्तो देखियो घरमा चाहिँ मम्मी हुनुहुन्छ भन्दै थिइन् धन्यवाद सक्दो सेयर गर्नु होला